जिंदाबाद दिपेंद्र कागजपत्र पठाउन छ कागजपत्र पठाउन छ बोला जुगो गले करना संतली क्या हो ये चलो पूरा क्या हो या उरा सरकारजीहरूलाई पनि मेरो एकदम जय मातृभूमि जय जनता जय देश। हामी आज युथ आउनु परेको छ फिल्डमा, किनभने विभिन्न पेसा छोडेर हामी आज राजनीति पेसामा प्रवेश गरिरहेका छौँ। भविष्यको निकट भ्रष्टाचारीहरूको विरुद्ध लड्न आएको छु, यो देशलाई बर्बाद पार्ने दिशालाई रोक्न आएको छु र हाम्रो युवाहरूलाई बरगराएर देशलाई एउटा दुर्गतिमा कम्पनी सरकारहरू बनाउँदै चलाउँदै गरेको कारणले हामी यो कम्पनी सरकारको विरुद्धमा र भ्रष्टाचारको विरुद्धमा लड्न आइपुगेको छौँ। विभिन्न पेसाबाट हाम्रो अधिराज भएर स्वतन्त्र पार्टीका छतामुनि बसेका साथीहरूले आज हामी घन्टी लिएर आगाज गर्न आएको छौँ र आज हाम्रो पत्रकारजीहरू पनि यही हुनुहुन्छ। उहाँहरूले पनि विगतको समस्या सबै थाहा छ। जनताको मुहार फेरिएन तर राजनैतिक कर्मी र उनका भाइ भरदारका मुहार फेरिएका छन्। आज योसँग भोलि त्योसँग एलायन्स गर्दै हिँड्ने विभिन्न मुद्दाहरूबाट भट्केर देशलाई लुट्ने काम मात्र भइरहेछ। किन विगतमा 9 वर्षदेखि एमालेमा थिएँ र एमालेमा विभिन्न पदमा बसेर पनि मैले केही नगर्न सकेर हामी एउटा नयाँ पार्टी बनायौँ, जुन पार्टी विभिन्न अधिराजका युवाहरू बुद्धिजीवीहरू सबै मिलेर एउटा निर्माण गर्यौँ, राष्ट्रिय स्वतन्त्र पार्टी। जब देशमा भ्रष्टाचार बढ्छ भने युवा कहाँ जान्छ, बेरोजगारिता बढ्यो, हर चिजको मुभमेन्टलाई कन्ट्रोलिजम गर्नको लागि हामी यहाँ आएको छौँ। अब जनतामै निर्भर हुन्छ, जनताको विश्वासमा छु। जनताले जो निर्णय गर्छ हामी स्वाभिमान उहाँको पालना गर्दछु। म प्रमोद कुमार शाह, प्रतिनिधि सभा उम्मेदवार क्षेत्र नम्बर 3। जिंदाबाद
सरी 2 नंबर का एकटा लेलकै प्रदेश आ एकटा संगी साथ भए गेल